यता मकै छाइराख्नु भएको छ अनि मासु भुजा काम गरिरहेको अरूलाई लिएर फेरि हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आयो सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ अब हजुरहरूलाई हिजोको भिडियो हेर्न छ भने थाहा छ होइन, आज हामीले कहाँ गएर के गरेर अब के कुरा भएर यहाँ कसरी के भइरहेको नि हजुरलाई अघिको भिडियो हेरेर थाहा हुन्छ होइन। अनि हामीले अब बिहानभरि काम गरेर अनि फेरि साँझ चाहिँ मासु पार्टी हान्ने पर्छ भनेर त अघिल्लो भिडियो भनेको थिएँ नि त। अनि त्यो भिडियो चाहिँ अघि नै हाल्नु पर्ने भएर मैले चाँडो एडिट गरेर हालेको थिएँ। अनि अहिले चाहिँ त्यही साँझ फेरि अर्को भिडियो स्टार्ट गरेको के। अनि यता चाहिँ हाम्रो हुनुहुन्छ वीर सरकार आयो भनिदिनुहोस्। अनि खै भाग छ पनि भाग टक्क। यता चाहिँ अर्को मगर सोल्टी हुनुहुन्छ। मगर भन्दा रिस त उठ्दैन होइन, मगरलाई मगर भन्नु पऱ्यो। अनि फेरि यता सार्कीलाई सार्की भन्नु पऱ्यो होइन। अनि बाहुनलाई बाहुन भन्नु पऱ्यो। अनि सुमन यता भन। अनि हाम्रो चाहिँ होइन अघि मासु अनि फेरि भनेको त अरू पनि हो कि अरू त के भन्थेन भन। अनि मासु भुजा बिरे तिमी पनि खाने रे सुमलले कान्छाले खाने कान्छा खाने तैँले। अनि तिन पानी को ए को पनि भन्दै अब मासु कस्तो छ? मासु कस्तो केटाहरू? एकदम ठिक छ। मासु समग्र भन्नुपर्दा हल्का झोली भयो मिठो छ मिठो खायो। मिठो नभए त खाना बनाएर ल्याएको त खाना फर्केर मिठो नभए त खाना बनाएर ल्याएको मिठो त ठिकै हो न। आफै हात भनेको मम्मी हजुर के भन्दैन त दादाले के भन्दिनँ केही भन्दिनँ भनेको नबोलेकै भन्छु। यसो नखाएर भन्दा यसो नखाएर यता हेर्नु यता हेर्नु यता यसो न भएछ हामी त बोल्दा तिमीले कसरी खान्छ फेरि खान्छ ठ्याक्कै मान्छे जस्तो खाँदो रहेछ त्यसले त है मान्छे जस्तो खाँदो रहेछ त्यो मान्छे हो पुरा भुजा खाएर भयो अझ टक्का भात खानुपर्ने हुन्छ के हो यो अलिअलि माछा पऱ्यो नि के हुन्न क्या मासु लगाएर माछा सधैँ खाइन्छ। मासु बाहेकको सब्जी हुन्छ र मम्मी? मासु बाहेकको सब्जी हुन्छ र? मासु हुँदा त नदेखाएको हुन्थ्यो। मासु बाहेकको सब्जी कस्तो हुन्छ त्यस्तो हुन्छ। आज चिन्दैन, आज सब्जी चिन्दैन भोलि यसो भात दिनु त मलाई। अनि मैले चाहिँ भुजा खाएर भ्याएर भात पनि खान थाल्छ क्या। हुन त नेपाली भएर के चम्चाले खाइराख्ने हातले खाएको पनि हुन्छ न। बिरेले रन्काएर आएछ हातले नेपाली भनेपछि हातले हो कि खाने हो कि न बिरे हो भन्न धोती जस्तो नि चम्चाले हातले खाएपछि पेट भरिन्छ कि के काम भइन्छ। के खाइरहेछ गोगी? यता चाहिँ यसले उता भात मासु खाएर यता आएर घोगी खाइसक्यो। त्यसो त हाम्रो कस्तो गरेर घोगी खाइहाल्नु आयो मिठो हुँदो रहेछ घोगी तर मिठो हुँदो रहेछ।
किन आएन किरा खाए बाहुनले कहिले च्याउ खाओस् न भ्याउ बस भन्छ नि त्यस्तै अरूले चुसेर यहाँ हालेको रहेछ क्या त्यही चुसिरहेको मैले गुड मर्निङ एभ्रिवान दिस इज द नेक्स्ट डे होइन हिजो चाहिँ खानासाना खाइयो अनि सुत्यो अनि आज चाहिँ नेक्स्ट डे भइसकेको छ नेक्स्ट डे अनि फेरि हातमुख धोएर अनि हिजो ल्याएको मल थियो नि त अनि हिजो घप्पै थोत्थोरै खनाउँछ भनेर सोचेको थिएँ मैले बारीमा त्यहाँबाट घप्पैको ठाउँ खस्छ क्या अब यसलाई फेरि बारी भएर छिराल्नु पऱ्यो त्यही भएर चाहिँ अरू मम्मी अनि म भाइहरूले चाहिँ खाना पकाइरहन् भएर लागिसकेँ काममा मम्मी भ्याइ नभ्याइ छ क्या अनि आज चाहिँ मकै छ नि यार क्या त्यही भएर चाहिँ चाचाबाट बिहानदेखि कसेको क्या अब बिहान शीतल हुन्छ नि त त्यही भएर यो आशीसँग बिहा गर्नु आशीसँग बिहा गर्ने अनि यहाँ पढेर बसिरह अब पाल परिवार बिहा गर्नु पर्ला हो नि त के गर्नु हजुर हो कि नै होइन होइन किन नहुने यार गुवालाई ल्याएर मसँग मल फाल्नेसँग फाइनली हामीले होइन केही बेरमै यता मल फालेर ल्याएँ फेरि सर कालै देखियो सर्लक पुरै कालै पुग्न चाहिँ अझ एकटाले हाल्यो भने ठिक्क हुन्थ्यो अरे पुग्न चाहिँ पुग्यो भोक लाग्यो अरू भन्दा नि बिहान केही नखाइकन लागेको कहाँ हो मकैको बिउ कहाँ मम्मी सधैँ मकैको बिउ छ अहिले त कहाँ छ र हजुर त्यसले अनि हाम्रो माइलो भाइ चाहिँ स्कुल जान थाल्यो राम्रोसँग गएर पढ्ने या टिकटक खै कहाँ रे म त भेटाएन मम्मी हाम्रो चाहिँ यहाँ मकै अरू मम्मी के छ नि मकै तिल अनि चाहिँ कालो तिल सेतो तिल छैन मकैको बिउ टक्क मकैको आटो खाने हो आटो धेरै फलाएर कोदो नि हुन्छ भनौँ यहाँ यता मकै छाइराख्नु भएको छ अनि यता चाहिँ ट्र्याक्टरले जोताइरहेको छ साह्रो लाएर मम्मीलाई भ्याइ नभ्याइ छ अनि यहाँ चाहिँ होइन हिजोको एउटा रोटी पनि बचाएर रहेछ अनि भोक पनि लगाइरहेको जस्तो अनि टक्क लगाएर भात खाऊँ भनेर कि अनि मेरो चाहिँ होइन हिजो आज बेलुका चलाउँदा हात यस्तो भएको कि पुरै ठेला परेर फुटेर पनि यस्तो हात यस्तो गराउनु भएको छैन क्या अनि हामी चाहिँ खानासाना खाएर यहाँ हाम्रो खेतमा ब्याड लगाउने अरे आज अनि त्यहीँ जानु पऱ्यो भने हिँडेको रोक चलाइले कहाँ जाए हम जाइए अब ब्याडै लगाई मकै रोपे मकै नै धान रोपे धान चामल खाइ ए बिरे भन्छ भनेको हिँड्दा क्यामेरा आउनु भएन कि बिरेले तिकालो हावा छैन नत्र बिरेले बल त गरेको बललाई चाहिँ मान्नुपर्छ होइन बिरे झन्डै तानिसकेको थियो मकै नै यस्तो राम्रो पाकिसकेको छ मकै पाक्ने बेला भइसकेको छ फेरि अरू इन्डियामा त भित्र त कहाँ थाहा पाउँछ चलाएर 8सम्म पढेको स्कुल त्यहाँ सकिन्छ टक्क लगाएर अहिले चाहिँ उहाँ बन्दै रहेछ हामीसँग पढेको हामीसँग पढेका त अहिले कोही कता कोही यस्तो 10सम्म सँगै पढेर यस्तो मजा आएर होइन यहाँदेखि टक्क पानी लगाएर अनि यहाँ चाहिँ ब्याड राख्ने अरे हाम्रो अनि आएर काम पनि गरेर तर लास्ट पसिना भइयो कि हेलो गाइस आशिष नेपाली हेर्नुहुन्छ हजुर कता हो फरुवा लिएर फेरि जान ऊ त्यहाँ ब्याडलाई टक्क ऊ बनाएर के भन्छ त्यसलाई खेतमा हिलो यहाँ स्याहाँ लगाएर होइन अनि हामी चाहिँ हिँडिसकेको छौँ हातमा धोएर अनि हुलिया चाहिँ पुरा ब्याल भएको अरे होइन पुरै प्यान्ट लगाएको थिएँ अब यो जाँभित्र लगाएको थिएँ प्यान्ट काटेर अनि कपडा त पुरै हिलो भयो घर नुहाएर फेर्नु पर्ला हेलो गाइस सो मच हामी चाहिँ यता होइन यस्तै हो के गर्नु हेर्नुहोस् आशिष चाहिँ हाम्रो आइसक्यो लिची चोरेर कति चोर्यो अलि होइन यति लिची चोरेर आयो अनि
भयो अल्को हाइट भएको भनेको लिची चढ्न आज काम लाग्यो है भैया हिम्मत दाइ घरै हो हिम्मत घरै हो कति झर भिडियो चाहिँ बनेको कि बनेको यार घाम भयो माई लर्ड लास्टै घाम भएर प्यान्टको यो छाता बनाएर आएको यार लास्टै खालो भयो मम्मी के गर्दै हुन्छ घामले झन्नै मर्दैन मम्मी चाहिँ यहाँ सुत्नु भएको रहेछ टक्क लगाएर लाउनु आँप चोर्ने लिची चोर्ने के छ घाम त लास्टै एकै दिन यस्तो चम्काउनु आइन्छ काँचो काँचो खानु तर मिठो खानु त्यहीँ बस्यो मम्मीलाई ल्यायो खाइहाल्यो खानु कस्तो कस्तो sorry Lipson ka यति बेला चाहिँ होइन 6 बजिसकेको छ अनि यता चाहिँ हामीले फेरि बेसार लाउने अरे के अहिले चाहिँ हाम्रो खन्नी लाउने उठाउने त्यही मात्र काम किसमा अहिले हाम्रो अनि त्यही मात्र काम भइरहेको छ अनि मैले जाने यो भिडियो अहिले पोस्ट गर्ने हो त्यही भएर चाहिँ यो भिडियो यतिनिर एन्ड गर्न चाहन्छु अब चाहिँ हामीले अब यहाँ बेसार लगाउँछौँ त्यति भन्दै आजलाई बिदा लिन चाहन्छु अब कस्तो लाग्यो भिडियो यस्तो प्रतिक्रिया दिनु ल अनि लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अनि जय नेपाल लभ यु टेक केयर होइन आफ्नो ख्याल गर्नु होला अनि